Rosanikako viewpoint. Didi, after so many days, गाउँको दिदीसँग है भेटाइ भयो. Okay, so सबैजनालाई मेरो भ्लगमा स्वागत छ. यहाँ हाम्रो हाम्रो समीर ब्रदर हुनुहुन्छ अनि यहाँ हाम्रो दिदी हुनुहुन्छ है. हाम्रै गाउँकै दिदी है. आज इजरायलमा आएर हामी भेटाइ भयो. निमा दिदी हुनुहुन्छ है. हामी चाहिँ आज रोसानिक्रामा आए है. निमा दिदीको साथी हुनुहुन्छ रोजिना है. रजनी ओके. अन्त सिटहरू छ रोसानिक्रा. This is my second time. Hello. Okay, so ब्रदर छ हाम्रो यहाँ समीर ब्रदरको हल्का स्टाइल वर्कमा हुँदैछ हो. है यहाँनिर हाम्रो दिदीहरू आउनु हुँदैछ. हिमा दिदी अहिले चाहिँ हामी रोसानिक्रामा छौँ र टिकटको लागि तपाईँहरूलाई म टिकटको लागि भनिदिन्छु. यहाँनिर या you know 53 हो. चाइल्डको 43 सिनियर सिटिजन त्यसो चिल्ड्रेनहरूको चाहिँ के अडियो गाइड 14 बुकलेटबाट नलगी मेमोरी खिच्दैछ हो. हामी चाहिँ अब केबल कारभित्र पस्नु आँटेको छु रोसानिक्राको. आज चाहिँ एकदमै खाली रहेछ यहाँनिर. त्यही लागि चाहिँ हामी खालीको मौकाको फाइदा उठाउने गइरहेका छौँ है. सो यसरी जिगज्याग भएर बस्ने हुन्छ. यहाँको पानीको कलहरू चाहिँ यस्तो हुन्छ. यो पानी पिउनुको लागि यो भइहाल्यो है. थिचेर यो सानोबडे चटक्क परेको लाइनमा चाहिँ यसरी बेन्ची पनि राखिदिएको छ यिनीहरूले होइन. उभिरहनु पर्छ भनेर है. यसरी बेन्ची पनि राखिदिन्छ यिनीहरूले. नागेर जानु पाएन. अन्त बस्नु पनि पायो. लाइनमा पनि भयो. 2 in 1 हो. रुल रेगुलेसन्सहरू यहाँनिर. अब यहाँनिर चाहिँ टिकट सो गर्ने बेला भयो. तर अहिले हाम्रो टर्न होइन रहेछ. अब यिनीहरू लान्छ. यहाँबाट ओह्रालो तल जान्छ. त्यहाँबाट चाहिँ हाम्रो बहिनी घिमा डुबेर आएको छ. ल आमा काटेरै धनी रेस हुन्छ नि अरे. काटहरू अरे निमा काटे कति पैसा छ. कस्तो साडी छ त. कस्तो साडी देख्दैन हाम्रो यहाँबाट. यहाँ फोटो सेसन हुँदैछ. निमा दिदी छ है मेरो साथी. चाहिँ रोसानिक्राभित्र यस्तो हाम्रो दबङ छ. कोर्स त दबङ छ दबङ. रोसानिक्राको एक्सप्लोरिङमा हामी दिदी हामी सबैजना चाहिँ रोसानिक्राको टुरमा. आज हामी अर्को ब्लगर हुनुहुन्छ मामा. तपाईँहरू आउनु न यहाँ.
यहाँनिर चाहिँ ब्याटहरू पनि स्क्रिनमा चाहिँ यो रोशनीकाको बारेमा चाहिँ देखाउँछ हो। के छ यो रोशनीकाभित्र कसरी भएको के हो, अब हिब्रूमा छ सबै हो। बसेर हेरिरहेको छु, सबैजना बसेर हेरिरहेको छ। यो चाहिँ ट्रेन कुद्ने टनल हो, ट्रेन कुद्ने जग्गा हो यो पहिलाको। अनि अहिले त्यस्तो छ। हाम्रो रोशनीकाको भ्रमण सकिसक्यो। अब चाहिँ हामी अर्को लोकेसनमा जाँदैछौँ र हेर्दै जानुहोस् गाइस। यस्तै चाहिँ रोशनीकाको भ्यू पोइन्ट। हाम्रो दिदी आफ्टर सो मेनी डेज गाउँको दिदीसँग है भेटाइ भयो। अन्त अब हामी अर्को जग्गा जाँदैछौँ दिदी होइन, नेक्स्ट डेस्टिनेसन। सो सी यु सुन गाइस, बाई। ओके गाइज, अहिले चाहिँ अर्को पोइन्टमा आएको छौँ है, केजबिट केभ भन्ने यो हो यसमा। सो रोशनीकाबाट चाहिँ सिधै आएको, अब अलिकति ड्रोन सटहरू लिएर चाहिँ फर्किने है। ओके सो बाई बाई सबैजनालाई। हाम्रो यो आजको यो केजबिट केभ भन्ने केजबिट केभ है, त्यस्तै के छ त्यसको टुर पनि सकियो। अब हामी फर्किने हो।